यो चट्टोसँग मिलाएर अनि लेमन काट्ने अनि यो माछा बनाउनुको लागि रेसिपी। अनि माछालाई राम्रोसँग पखालेर यसमा सर्स्युको धुलो राखेर अनि सर्स्युको धुलो, नुन, खुर्सानी आवश्यकता अनुसार अनि हामीले म्याग्नेट गरेर रेडी गरेर राखेको मसला थियो, त्यो मसला युज गरियो। अनि यसको लागि थोरै अनि यो कलर देखाउनको लागि फुड कलर पनि युज गरिरहेको छौँ हामी। आवश्यकता अनुसार हजुरहरूले फुड कलर युज नगर्दा पनि हुन्छ। यो हामी सेल पनि गर्नुपर्ने भएकाले हामी हल्का फुड कलर युज गरिरहेका हुन्छौँ। अनि यसले गर्दा तपाईँहरूलाई पनि माछा बनाउने रेसिपीहरू आवश्यक परेको खण्डमा र माछा खान मन लागेको बेलामा यो रेसिपी हेरी हजुरहरूले पनि एकदम स्वादिष्ट माछा खान सक्नुहुन्छ।